नमस्कार। आजको भिडियोमा हामी मेरो किता एप्लिकेसन मार्फत नक्साको प्रिन्ट लिने विधि हेर्नेछौँ। एन्ड्रोइड डिभाइसमा प्ले स्टोर वा iOS डिभाइसमा एप स्टोरमा गई मेरो किता एप्लिकेसन सर्च गर्नुहोस् र उक्त एप्लिकेसनलाई इन्स्टल गर्नुहोस्। एप्लिकेसन इन्स्टल भए पश्चात ओपन गर्नुहोस् र होम स्क्रिनमा रहेको निवेदन पेश गर्नुहोस् विकल्पमा छान्नुहोस्। सेवा लिने कार्यालय र आफूले चाहेको सेवा छनौट गर्नुहोस्। जग्गा धनीको नाम थर, मोबाइल नम्बर, नागरिकता नम्बर, नागरिकता जारी मिति र जिल्ला प्रविष्टि गर्नुहोस् र सम्बन्धित जग्गाको जग्गा धनी प्रमाण पूर्जा र नागरिकताको प्रमाण पूर्जा अपलोड गर्नुहोस्। जग्गा धनी प्रमाण पूर्जा अनुसार साबिक गाविस, वडा नम्बर, नक्सा सिट नम्बर र किता नम्बर छनौट गरी प्लस चिन्हमा थिच्नुहोस् र पेश गर्नुहोस्। यहाँको निवेदन पेश भए पश्चात स्क्रिनमा ओटिपी देखा पर्नेछ र एसएमएस समेत प्राप्त हुनेछ। निवेदनको अवस्था चेक गर्न निवेदनको अवस्था चेक गर्नुहोस् विकल्पमा गई मोबाइल नम्बर र ओटिपीको आधारमा स्थिति जाँच गर्नुहोस्, जहाँ हालको अवस्था इनिसिएटेड देखिनेछ। राजस्व भुक्तानीका लागि यहाँले एसएमएस प्राप्त गर्नुहुनेछ। सो पश्चात निवेदनको अवस्था चेक गर्ने विकल्पमा गई पहिलेको जस्तै मोबाइल नम्बर र ओटिपीका आधारमा स्थिति जाँच गर्नुहोस्, जहाँ हालको अवस्थामा पेमेन्ट रिक्वेस्ट देखिनेछ। यस पश्चात भुक्तानी प्रक्रिया सुरु गर्न सकिनेछ, जसका लागि यहाँले ब्याङ्क छनौट गरी ब्याङ्क भाउचर क्रिएट गर्नुपर्नेछ र उक्त भाउचरको भुक्तानीका लागि विद्युतीय भुक्तानीको विकल्प प्रयोग गरी भुक्तानी गर्न सक्नुहुनेछ। कनेक्ट आइपिएस, खल्ती वा इसेवा मध्ये कुनै वालेट चुज गरी सोभित्र भुक्तानी प्रक्रिया सम्पन्न गर्नुहोस्। यहाँको भुक्तानी प्रक्रिया सम्पन्न भइसके पछाडि र नक्सा तयार भए पश्चात यहाँलाई एसएमएस प्राप्त हुनेछ। सो एसएमएस प्राप्त भए पश्चात नक्सा डाउनलोड गर्नका लागि पुनः निवेदनको अवस्था चेक गर्नुहोस् विकल्पमा गई मोबाइल नम्बर र ओटिपीका आधारमा स्थिति चेक गर्नुहोस्। सो स्क्रिनमा हालको अवस्थामा डेलिभर्ड देखिनेछ भने डाउनलोडका लागि डाउनलोड आइकन देखिनेछ। यस पश्चात यहाँले आफ्नो फोनमा नक्सा डाउनलोड गर्न सक्नुहुनेछ।